वेलकम एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप यहाँहरू सबैजना आराम नै हुनुहुन्छ होला। हामी पनि एकदमै ठिक छौँ। अनि हिजो मेरो बर्थडे 10 गते, आज 11 गते। 11 गते चाहिँ मैले मेरो बर्थडेको गिफ्टहरू अनबक्सिङ गर्दैछु। अनि त्यसपछि त्यस्तो धेरै केही पनि छैन, त्यही नि मेमोरीको लागि हुन्छ भनेर मैले यहाँहरूलाई देखाउन खोजेको। दिनु त मम्मी, त्यो देखाइदिउँ। यो चाहिँ घडी हो के, घडी। यो घडी यो मलाई टोलकोले दिनुभएको, केक लिएर आउनुभएको थियो, 2 तलाको केक। मैले हिजो भिडियो राखेको थिएँ, देख्नुभएको थियो नि। हो, त्यति बेला घडी दिनुभएको थियो नि मलाई। यो घडी हो। कस्तो राम्रो छ, एकदमै नाइस, एकदमै ब्युटिफुल घडी छ। कलर कम्बिनेसन पनि कस्तो राम्रो छ। थ्याङ्क यू मेरो टोलको प्यारो प्यारो साथीहरू, व्यापारी साथीहरू। ल लाउनु मम्मी, यो मम्मीले यतै राख्नुहुन्छ। अनि त्यसपछि म जान्छु मेरो सुन्दरको गिफ्ट अनबक्सिङ गर्न जान्छु। अब चाहिँ म बाबाले त्यहाँ सटर तान्न खोजुकुङ जुकुङ गर्नु होइन, तान्नुहुन्छ होइन? अनि यो त धेरै टाइम लाग्छ के अरे। अनि त्यसपछि फेरि यो सुन्दरले दिनुभएको कि यो फेरि मेरो बर्थडे र एनिभर्सरी गिफ्ट हो होइन। अघि नै त टिकटकमा यो युट्युबमा हो। 2-2वटा भिडियो बनाउनु पर्छ नि त साथीहरू, त्यही भएर बाबाले अघि नै भन्नु। सो थ्याङ्क यू सो मच हानी। मक्ख भन्नु बाबाले। यो चाहिँ मेरो सुन्दरले दिनुभएको चेन हो। अब मैले त्यो निकालेर यो लाउँछु। मलाई यो मन पर्यो बाबा। हेर्नु बाबा, लाउनु हेर्नु, मलाई यो मन पर्यो के। लाउनु बिल पनि छ यहाँ। त्यो हो लेन्थ लामो। अब यो राख्ने हो। यो 3.5 तोलाको घट्न लाग्यो होला। अनि त्यसपछि फेरि मेरो अर्को गिफ्ट यो हो। यो फेरि यहाँ चाँदीको, मलाई चाँदीको बाला लाउन मन लाग्थ्यो कि एकदमै। अनि त्यही भएर मैले यो चाँदीको बाला गराएको। भोलिदेखि यो यहाँ चाँदीको बाला लाउने हो। यो पनि गिफ्ट हो मेरो बर्थडेको। अनि 22 क्यारेटको हो मम्मी, 22 क्यारेटको भयो भने। अनि फेरि यो फेरि क्यास हो। हेर्नु बाबा, मलाई मेरो दाइले पैसा पठाइदिएको 12,500 पठाइदिएको मेरो बर्थडे गिफ्ट। थ्याङ्क यू दाई। यो मेरो एकदमै खास छ। यो पैसा मेरो लागि, म यो पैसा खर्च नगरेर राख्ने हो। 1 रुपियाँ नि खर्च नगरेर राख्ने बाबा। यो पैसा मेरो दाइले पठाइदिएको। थ्याङ्क यू दाई। त्यही भएर बाबा मैले यस्तो लाउने भनेको। यो लकेट नि कस्तो राम्रो होइन, कृष्ण भगवानको बाँसुरी हो। कृष्ण भगवानको बाँसुरी हो। अनि त्यसपछि फेरि मलाई यस्तो केल्मीको ज्याकेट लाउन मन लाग्थ्यो होइन एउटा, तर मसँग पैसा थिएन कि, धेरै महँगो परेको थियो त्यो ज्याकेटलाई। मैले किन्छु चाहिँ भनेको थिएँ, किन्थेँ 1-2 दिनमा। मलाई मन परेको सामान थियो, किनिहाल्छु हाल्न त। अनि यो केल्मीको ज्याकेट यस्तो राम्रो, यो पनि मेरो बर्थडे गिफ्ट हो। यहाँले हेर्न सक्नुहुन्छ, केल्मीको विन्ड चिटर हो। यो चाहिँ ज्याकेट होइन, सरी ल, विन्ड चिटर। अनि यसको प्राइस पनि 9999। यसको चाहिँ 10,000 छ प्राइस। यो पनि मलाई मेरो दाइले गिफ्ट गर्नुभएको। थ्याङ्क यू सो मच दाई। अनि त्यसपछि फेरि यो फर्मल प्यान्ट हो। यस्तो राम्रो छ, यसको क्वालिटी यस्तो दामी छ। यो कलरको मसँग प्यान्ट छैन नि त। अनि सपना कालीले मलाई यो प्यान्ट अनि यो टी सर्ट ल्याइदिथिन् के, यो अनि केक ल्याइदिएर आइथिन्, बिहान नै आइथिन्। अनि मलाई यस्तो सब धेरैले केक ल्याइदिएको थिएँ हिजो त। मैले 5वटा केक काटेको, 5वटा। अनि त्यसपछि यो फेरि उसले ल्याइदिएको। यो फेरि के अरे सम्झनाले पठाइदिएको। अहिले सम्झना जापान छिन्, तर सपनासँग मलाई यो बर्थडे गिफ्ट पठाइदिएको थिइन्। अनि म एकदमै धेरै खुसी भएँ। अनि त्यसपछि अरू चाहिँ पेन्डिङमा छ, आउँदैछ। अरू कताबाट आउनु पर्ने आउँदैछ। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने छिटोभन्दा छिटो उपलब्ध गराइदिनु होला, छिटो पठाइदिनु होला कुरियरको मान्छेले पनि है। अनि यो त राख्ने हो मम्मी, स्याहार गर्दा यो बालान भयो। बालान भयो। त्यस्तो साथीहरू। अनि बाबा र मम्मीले टिका लाएर पैसा दिनुभएको थियो मलाई। त्यो पैसा त हिजो पार्टी खुवाउँदा सक्यो मैले हजुरलाई। अनि त्यसपछि त्यही हो साथीहरू, मेरो आजको गिफ्टहरू यति हो। अब भोलि आउने पर्सि आउने के आउँछ म यहाँलाई देखाउँछु। सद्दाम दाइले नि मलाई बर्थडे केक ल्याइदिएर लाउनु भयो, छुट्टै होइन दाइ। सो त्यही हो साथीहरू। अब खाना खान्छौँ अनि भेटौँला है। आज रोटी हाल्ने हो के हामी। यो के अरे के गरेको, स्टिम गरेको हरियो मकैलाई, एकदम हरियो कलिलो दुधे मकैलाई छोराएर यस्तो गरेको। यो पछि खान मिठो हुन्छ है मम्मी? यस्तो मिठो हुन्छ, उसिनेर खान मिठो हुन्छ। त्यही भएर मम्मीले यस्तो गरेर राख्नुहुन्छ कि जहिले मकैको सिजनको बेलामा यस्तो गरेर राखेपछि पछि खान मिल्छ नि त। मिल्छ अरे, पाक्दैछ। गिलो हुन्छ काउलो राख्यो भने, खाना मिठो हुन्छ, फोर्छ रोटी। हामीले यहाँ काउलो लिएको हो कि। यो फेरि अस्ति नै सामान डेलिभरी गर्नु जाने बेलामा मनिषाले दिनुभएको काउलो हो। यो
दिदीले ब्लग त हेर्नुहुन्न होला, यदि हेर्नुभएछ भने चाहिँ तपाईँले दिनुभएको काउलो हामीले यहाँ युज गरेर अनि यसरी रोटी हाल्दैछौँ। त्यहाँ तेल खरिँदैछ, मम्मी यता तम तयारीका साथ रोटी हाल्दै हुनुहुन्छ। खाना खाएर सकियो भर्खरै अनि अब चाहिँ रोटी हाल्न लगाएको। भोलि रोपाइ हो अनि भोलि बिहान भ्याएन नि त, अनि त्यही भएर मम्मीले रोटी हाल्दै हुनुहुन्छ। कोदोको र मम्मी होइन चामलकै हो, मार्सी चामल आधा म कतिको हालियो र मार्सी आधा यहाँ हाम्रो लोकल आधा। सो मम्मीले चाहिँ यहाँ रोटी अब रोटी हाल्ने तयारीमा हुनुहुन्छ। कतिजना हुनुहुन्छ मम्मी खेत्रा? 10जना खेत्रा हो। 10जना खेत्रालाई रोटी बनाउने भन्ने कुरा भयो। रोटी अचार यस्तै यस्तै के गराउँछौँ त्यो त फेरि भोलिको ब्लगमा हेर्न पाउनुहुन्छ यहाँहरूले। आजको ब्लग आजसम्म मात्र हुनेछ। पहिलो रोटी मम्मीले हालिसक्नुभयो। कति फुरो तेल त कति खाने होला? फुरो गजब कत्रो बनायो भनौँ न। ए फर्रै फुरेछ है रोटी त। फुरो पनि यस्तो लुला हुन्छ नि फुरो बने यी तेल त तले खाने भयो मम्मी। तेल खाएर त केही हुन्थेन। भोलि त्यो रोटी खाने मान्छे ग्यास्ट्रिक हुन्छ के। कृषि गरेर उत्पात छ भरे मान्छेले के भन्दा हुन् है हामीलाई? केही भन्दैनन्, राम्रो भन्छन् सबैले। राम्रो अनि राम्रो भन्छन् क्या होइन? नराम्रो मान्छे जति राम्रो जे गरे नराम्रै भन्छन्। त्यही भएर आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउनु पर्यो। अब कृषि गर्दा खुसी मिल्छ कि के गर्दा खुसी मिल्छ कि यस्तो हो क्या कृषि नि। अब पेसै त्यही होइन कि अब यता बाँकी रहेको सामानलाई सदुपयोग गर्दाखेरि राम्रो उत्पादन हुन्छ भने के फरक पर्छ त होइन? हाम्रो बाबाले यता मोबाइल हेर्दै हुन्छ साथीहरू। मोबाइल नो मतलब बाबालाई त जे भने नि नो मतलब। बाल छैन मलाई तिमीहरूको कुरा भन्नु हो। ला 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 पाखुरी नैनी नैनी नैना गल्ली छोरा हो हो ला 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 गल्ली छोरा। हाम्रो खेतको टमाटर हेर्नु त साथीहरू कति ठुल्ठुलो छ। देखाउनु कतिवटा छ नि त्यहाँ? 1 2 3 4 5 6वटा। 6वटा हजुर। एउटा खसेको हो। 7वटा झोप्पा टमाटर चाहिँ छ। ल हेर्नु एउटामा 7वटा झोप्पा होइन 7वटा दाना एक झोप्पामा। ए सरी 7वटा दाना टमाटर छ एक झोप्पामा। रोटी कालो भयो। डरला रोटी के हुनु नि त मम्मी? म 303मा सुत्नु पर्यो। मेरो कोठा धेरै फोहोर छ के भद्रगोल छ। त्यो कोठा त मिलाउँदै मेरो घरमा सरेको त कतिको 10 11 12 वर्ष भयो। त्यही त नि केही थाहा पाएन भाइ। मैले त थाहा पाउनु पनि नपरोस्। त्यस्तो त केही हुन्न कि। अब यस्तो डराउने दिन यस्तो आउन अरूको कुलपित्रीहरू हाम्रोमा छिर्न नि मिल्दैन, आउनै मिल्दैन। घरमा यसो नेगेटिभ इनर्जी यताउता भयो भने हो मात्र। यस्तो होटलहरूमा त त्यस्तो त फेरि ऊ हुन्छ होला कि मम्मी होइन? त्यस्तो एकदमै सम्भावना हुन्छ होला कि यस्तो नकारात्मक त्योहरू आउने होइन। अब कस्तो जस्तो मान्छे नै आएर बस्छन्, जस्तो दृष्टिकोण भएका मान्छेहरू नै आएर बसेका हुन्छन्। फेरि हामीले पूजापाठ लाएकोलाई गर्छौँ त्यही भएर नि के हुन्छ त्यही भएर होला। 10 वर्ष 12 15 चोटि सँगै गर्न त पुग्ने अनि पूजा गर्नु। मेरो गरा कटाउनु पर्छ भन्थ्यो नै उसले। भन्थ्यो नि रे उल्का गरा छ अरे साथीहरू। मलाई फेरि आफैले जम्मैलाई उल्काउँछु, मलाई कसले उल्का गरला होला र कुन त। हाम्रो टनेलबाट टमाटर कति केजी रे मम्मी बेचेको? 240 250। ए 250 केजी टमाटर। 250 केजी टमाटर बेचिसक्नु भएछ हाम्रो टनेलबाट। अब आफूले चाहिँ किनेर खान परेन। हामीले त्यही टनेलमै फलेको खान्छौँ के अरे। त्यही फाले गरेर रोटी यति भयो। अहिले चाहिँ कालो कालो भयो डरेको के तेल बेसरी खरिरहेछ। रोटी रातो हुन्छ सालमा बाटो चामलको पिठो रातो
अझ रोटी डरालेर अझ तारात हुन्छ अरे जोर हामीले घर सफा गर्ने हो रेस्टरुम जानु पर्यो यताउति गर्नु पर्यो अलि अब ठुलो गराउनु पर्यो फेरि यहाँ उतै झेल ठिच्नु मम्मी यति काम गरेको नदेखाएपछि त फेरि काम नगर्ने कुरा मात्र गर्ने युट्युबमा त साथीहरूले त बरै देखिसक्नुहुन्न कति फुरो मम्मी यो त फरर फुरुर भयो देखाम काँचै छ एकछिनको फरक उठेछ त्यस्तै त्यस्तै पार्नु दियो त्यो एकचोटि फर्काएको पार्नु दियो अन्तै मायालाई छोडे मायाले साँच्चै हो कि हल्ला सुनेको हाम्रो किचनमा डब्बा नि 100-200 पिस हैछ टोटलमा त यस्तै हो नि अब हेर पाकेको नपाके आफूलाई थाहा हुन्छ पाकेर निकालौँ त्यो अझ अर्कोचोटि फर्काउने हो होइन परेन र पाकेला नि ए मैले बनाएको रोटी सलमान थापाले बनाएको रोटी ल अन्तिमको रोटी ताईसँगै निकाल्नु पर्छ है म ग्यास सार्नु पर्यो अनि घुमाऊ जति छ त्यति घुमाऊ आधा भयो नि हुन्छ जुन जस्तो फेरि घुमाइदियो त फेरि त्यस्तै छुट्यो केही हुन्न अब यसलाई निकाल्नुपर्छ भोज छोडिदियो के निकाल्नु मङ्गुरले हाल्छ यसलाई तावासँगै निकाल्नुपर्छ भनेको निकाल्नुपर्छ निकालेर कहाँ राख्ने हो म निकाल्छु हजुर निकाल्नु है आउनु मैले फेरि हात डराल्यो भने यस फोटो मात्रै होइन सो गाइज आज चाहिँ मेरो बर्थडेको गिफ्ट अनबक्सिङ भयो अनि रोटी नै हालेर सक्यौँ आजको भ्लग यति नै हुन्छ अब भोलि हाम्रो रोपाइको खतरा भ्लग आउँछ भोलि मैले खाससाजा गराउने खेतमा रोप्न जाने यताउता रमाइलो खालको भ्लग हुन्छ होला भोलि सो भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र भिडियो मन परेको छ भने पक्कै पनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि भोलि आउने भ्लग हेर्नै खतरा छ अनि मेरो बर्थडेको भ्लग त हेर्नुभयो नि होइन